सबैजना साथीहरूलाई नमस्कार भन्न चाहे है त। कुरो के हो भन्दाखेरि भर्खर यो मिडियातिर धेरै अहिले चर्चाको विषय रहेको एउटा फोटो हेरौँ है त। यो फोटोलाई तपाईँहरू चिन्नुहुन्छ होला। उहाँ चाहिँ साथीहरू ओखलढुङ्गाको रासपाको माननीय सभासद हुनुहुन्छ विश्वराज पोखरेल। उहाँ चाहिँ पहिला आइजिपी हुनुभयो हुँदाखेरि उहाँ आइजिपी हुनको लागि आर्जु भाउजूसँग के भनेर पनि उहाँ एकचोटि भाइरल हुनुभएको थियो। फेरि हिजो अस्तिको दिन मात्रै फेरि एउटा टिचरसँग उहाँले एउटा भाइरल हुने कुरो गर्नुभएको छ। सुनौँ है त। त्यसैले म पैसा हुँ म ओखलढुङ्गामा सिडिओलाई उ गर्छु। तपाईँले म आउँदैछु भने निस्किनु पर्छ। तपाईँ कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हो। म मान्य नभए पनि तपाईँले रेस्पेक्टको लागि भोलि तपाईँ रिटायर हुनुहुन्न। तपाईँले त्यसै गर्ने एउटा जिल्लाको एउटा मान्य आउँदाखेरि भित्र हेडमास्टर चुप्पो लगाएर बस्ने। तपाईँले जे गर्दा पनि हुन्छ, यस्तो कुरा नगर्नुहोस्। म जान्दछु, म 29 वर्ष काम गरे मान्छे हुँ। साथीहरूले सुनि नै हाल्नुभयो होला है उहाँको बोली, उहाँको भनाइ। भन्न खोजेको के हो त, जस्तै हेड टिचरले उहाँलाई गएर नमस्ते गर्नु भएन। हेड टिचरको काम के हो? वाह, कसैले हेड टिचरलाई अथवा टिचरलाई बाँधेर लडाएर कुट्नुपर्छ अथवा यातना दिनुपर्छ भनेर भन्नुभएको थियो। फेरि अहिले टिचरै माथि किन यसरी खनिरहेछन् के सभासदहरू? मलाई त छक्क लाग्छ के। उहाँको मुख्य जिम्मेवारी के हो भन्ने कुरो बुझ्नु परेन। उहाँको विभिन्न काम थियो होला। अहिले एडमिसन सुरु भइरहेको अवस्था थियो। को मान्छे आउँछ त्यो मान्छेलाई खोज्दै गएर नमस्ते गर्नुपर्ने पो हो कि भन्ने कुरो चाहिँ बुझ्नु परेन। सुनिहाल्नुभयो, हाम्रो सभासदहरू यस्तो हुनुहुन्छ। हामी भोटरलाई नै धेरै 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 बधाई तथा शुभकामना है त। योभन्दा मैले भन्न चाहिनँ। हजुरहरूको विचारै राख्नु होला।